गम्भीर हुनु पर्यो। पीडितहरूलाई न्याय दिनको लागि वार्ताको टेबलमा बसेर समस्याको समाधान खोज्नुपर्छ सरकारले। तर सरकारले पीडितहरूलाई न्याय दिएन भनेर धेरैले भनेका छन्। धेरै पीडितहरूको गुनासो मैले सुनिराखेको छु। त्यसैले माइतीघर मण्डलामा बस्ने पीडितहरूको पीडा डरलाग्दो छ, घाइ लाग्दो छ। उहाँहरू समस्यामा हुनुहुन्छ। तर पनि म तपाईँहरू जस्तो एउटा सामाजिक अभियन्ता हो सञ्चारकर्मी भनेको। यो देशको रूपान्तरणको लागि, परिवर्तनको लागि लडेको सञ्चारकर्मी, सामाजिक एजेन्डा बोकेको तपाईँहरू। खास गरी भन्यो भने आजको दिनमा जनताको समस्यालाई हामीले बढी फोकस गरौँ। जनता समस्यामा छन् र वर्तमान सरकारले समस्याको समाधान गर्नुपर्छ। वर्तमान सरकारप्रति जनताको आस्था, विश्वास र भरोसा छ हैन। त्यसैले गर्दाखेरि यो सरकारले जनताको समस्या समाधान गर्न लाग्नुपर्छ। हामी त्यतै लागौँ। र मेरो तपाईँहरू सबैलाई अनुरोध छ, आग्रह छ, राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन भइरहँदाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीको छ नि नेतृत्वले पनि अहिलेको समस्या समाधान कसरी गर्ने, देशको सुशासन कसरी कायम गर्ने, भ्रष्टाचारलाई कसरी कारबाही गर्ने र गरिब निम्नका असहाय जनतालाई कसरी हामीले सम्पन्न बनाउने, न्याय दिने भन्ने बारेमा बहस हुनुपर्छ। अब देश बनाउने एजेन्डामा बहस हुनुपर्छ। आजको आवश्यकता भनेको देश बनाउने हो, देशमा विकासै गर्ने हो, देशमा जनताहरूको समस्या कसरी हुन्छ समाधान गर्ने हो। राष्ट्रिय स्वतन्त्र पार्टीको यो प्रथम राष्ट्रिय महाधिवेशनले कुशल नेतृत्व प्राप्त गर्दैछ। रविजी फेरि पनि सभापति बन्दै हुनुहुन्छ। उहाँलाई म बधाई र सफलताको शुभकामना दिन चाहन्छु। तपाईँ पनि कतै राजसभामा चाहिँ तपाईँ किनभने सञ्चार अब पत्रकारिता अब पुरै छोडेर हजुर त अब चाहिँ पुरै राजनीतिमा चाहिँ हुमिनु भइसकेको व्यक्ति होइन। किनभने तपाईँ धादिङको मान्छे, म पनि अब तपाईँले चिन्नु होला, म तपाईँकै वडाकै मान्छे हो, धादिङ ज्याम्रुङकै। म तलपट्टिको तपाईँले चिन्नुहुन्छ लामास्थानको मान्छे हो म होइन। किनभने तपाईँ चाहिँ अस्तिको पालि चाहिँ रौतहटबाट चाहिँ चुनाव लड्नुभयो। अब त प्रदेशको स्थानीय तहको निर्वाचन आउँदैछ। त्यहाँको जनताहरूले चाहिँ रिसित होला त बरु यहाँबाट हाम्रै गाउँ चाहिँ ज्याम्रुङबाटै धादिङ क्षेत्र नम्बर 2 छ नि जुन, त्यहाँबाट उठ्दै हुन्थ्यो भने थियो, त्यो भएन। अब प्रदेशबाट चाहिँ किन उठ्न सक्ने सम्भावना र त्यहाँ आफ्नो क्षेत्रमै गएर केही गर्न सक्ने सम्भावना छैन राजसभाबाटै उठेर? अब होइन, मेरो एउटा एजेन्डा छ। अब स्थानीय तहमा गैर दलीय उम्मेदवार देशभरि नै 753 सरकारमै गैर दलीय उम्मेदवार उठाउनु यो सम्भव होला त अहिले? त्यो सम्भव छ। दलहरू तयार हुनुपर्छ। स्थानीय सरकारलाई अब हामीले जनप्रिय बनाउनुपर्छ। जनताको काम गर्ने सरकार हो स्थानीय सरकार भनेको। स्थानीय सरकारलाई हामीले सबैलाई सक्षम बनाउन, स्थानीय सरकारमा राम्रा योग्य सक्षम मान्छे दलभित्रबाट होइन, दल बाहिरबाट गैर दलीय मान्छे ल्याएर उम्मेदवार बनाएर उनीहरूलाई चाहिँ चुनाव जिताएर स्थानीय तहमा हामीले अगाडि बढाउन सक्यौँ, विकास गर्न सकिन्छ। त्यो सम्भावना छ। त्यसैले बालेन साहब पनि त स्थानीय सरकारमा काठमाडौँ महानगरपालिकाको मेयर बन्दाखेरि स्वतन्त्र रूपमा चाहिँ मेयर बन्नुभयो नि त। उम्मेदवारी दिएर उहाँ चुनाव जितेर मेयर बन्नुभयो। मेरो प्रश्न कहाँनिर भन्दाखेरि देशभरि नै स्थानीय तहलाई एउटा अभियान हामीले सुरु गरौँ, गैर दलीय उम्मेदवार तयार पारौँ, देशभरि नै राम्रा योग्य सक्षम इमान्दार जनताको लागि काम गर्ने मान्छे क्या, इन्जिनियर, डाक्टर, हरेक क्षेत्रका विज्ञहरू राजनीति हिसाबले पनि